तिमीले कहिले आफ्नो मृत साथीको आवाज सुनेको छौ? जुन रातको सन्नाटामा तिम्रो नाम बोलाउँछ, तिमीले हेर्दा कोही छैन, तर तिमीले महसुस गर्छौ कि कुनै अनौठो शक्ति तिमीलाई पछ्याइरहेको छ। त्यो शक्ति जुन तिम्रो साथीको आत्मा हो र जसले तिमीलाई सधैँको लागि आफ्नो बनाउन खोज्छ, र त्यसको डरले तिमी कहिल्यै शान्ति पाउन सक्दैनौ। यो कथा हो मेरो आफ्नै जीवनको, जुन मैले कहिल्यै बिर्सन सक्दिन। म हो सागर, 26 वर्षको युवा, काठमाडौँमा बसेर सफ्टवेयर इन्जिनियरको काम गर्छु। यो घटना सुरु भयो गत वर्ष, जब मेरो सबैभन्दा नजिकको साथी अनिताको एउटा रहस्यमयी दुर्घटनामा गुमिन्। अनिता हाम्रो समूहकी हाँस्ने रमाइलो केटी थिइन्, जसको मुस्कानले हामीलाई सधैँ खुसी राख्थे। तर एक दिन ऊ एकान्त सडकमा मोटरसाइकल दुर्घटनामा परिन् र डाक्टरहरूले भन्यो उसको मृत्यु तुरुन्तै भयो। हामी सबै स्तब्ध थियौं र मलाई लाग्यो यो पीडा समयसँगै हराउँछ। तर मैले कहिल्यै सोचिन कि अनिताको आत्मा मलाई पछ्याउनेछ र यो डरलाग्दो यात्राले मेरो जीवनलाई कालो रातमा बदलिनेछ। हाम्रो समूहमा अनिता, म र अरू 2 साथी रमेश र प्रियङ्का सधैँ एकसाथ हुन्थ्यौं। हामीले धेरै रात कफी पसलमा बिताएका थियौं र अनिताले हामीलाई सधैँ आफ्ना गीतले मनोरञ्जन गर्थे। तर उनको मृत्युपछि मलाई लाग्न थाल्यो कि ऊ अझै हाम्रो बीचमा छ। गाउँलेहरू भन्छन् जब कसैको मृत्यु रहस्यमयी हुन्छ, उसको आत्मा शान्ति पाउँदैन र आफ्ना प्रियजनलाई पछ्याउँछ। मैले यो कुरालाई हास्यास्पद ठानेको थिएँ, तर यो कथा सुनेपछि तिमीले पनि रातको समयमा एक्लै बस्नु अघि आफ्नो मनको डरसँग सामना गर्नुपर्नेछ। अनिताको मृत्यु भएको 1 महिनापछि म आफ्नो कोठामा एक्लै बसेर काम गरिरहेको थिएँ। रातको करिब 10 बजे म्युजिक प्लेयरमा गीत बजिरहेको थियो। अचानक म्युजिक बन्द भयो र मेरो कानमा एउटा धीमा स्वर आयो। यो अनिताको स्वर जस्तो थियो। सागर, म यहाँ छु। मैले वरपर हेरेँ, तर कोठामा कोही थिएन। म्युजिक प्लेयर फेरि सुरु भयो, तर गीतको बीचमा अनिताको हाँसो मिसिएको जस्तो लाग्यो। मलाई लाग्यो यो मेरो दिमागको खेल हो, किनभने मैले धेरै रातसम्म नसुतेर काम गरिरहेको थिएँ। त्यस रात म सुत्न खोज्दा मेरो सपनामा अनिता देखिन्। उनको अनुहार आधा जलेको थियो र उनले मलाई हात फैलाएर बोलाउँथिन्, सागर, मलाई नछोड। म जुरुक्क उठेँ र मेरो छाती डुबडुब गरिरहेको थियो। कोठाको झ्याल खुला थियो र बाहिरबाट चिसो हावा भित्र पसिरहेको थियो। मैले झ्याल बन्द गरेँ, तर मेरो मन शान्त भएन। त्यसपछि हरेक रात मलाई लाग्न थाल्यो कि कोही मलाई हेर्छ। केही दिनपछि म र मेरो साथी रमेश अनिताको सम्झनामा कफी पसलमा भेट्यौं। रमेशले भन्यो, सागर, मलाई पनि अनिताको सपना देखिएको छ। ऊ मलाई भन्छी तिमीहरूले मलाई बिर्सनु हुँदैन। हामीलाई लाग्यो यो हाम्रो भावनाको परिणाम हो। तर त्यो रात जब म घर फर्किएँ, मेरो कोठाको भुइँमा एउटा सानो पोखरी देखियो। यो रगत जस्तो रातो तरल थियो। मैले छोएँ र त्यसले मेरो हातमा चिसो र चिपचिपे अनुभव दियो। रातको 12 बजे म सुतिरहेको थिएँ। अचानक मेरो ओछ्यानको छेउमा कसैले हल्का हल्का छोयो। म जुरुक्क उठेर हेर्दा कोही थिएन, तर मेरो ओछ्यानमा हातको निशान देखियो, रातो रङको, जुन रगत जस्तो थियो। सागर, मलाई नछोड। अनिताको स्वर फेरि आयो, यो पटक कोठाको कुनाबाट। म बत्ती बाल्न खोजेँ, तर बत्ती बल्न सकेन। कोठा अँध्यारोमा डुब्यो र मलाई लाग्यो कि कोही मेरा पछाडि छ। मैले हिम्मत गरेर पछाडि फर्केँ, तर त्यहाँ केवल मेरो प्रतिबिम्ब देखियो र त्यसमा अनिताको अनुहार मिसिएको थियो। म अब डरले थर्कमान भइसकेको थिएँ। मैले प्रियङ्कालाई फोन गरेर यो कुरा सुनाएँ। प्रियङ्काले भनिन्, सागर, गाउँमा भनिन्छ मृत आत्मालाई शान्त गर्नुपर्छ। अनिताको मृत्यु रहस्यमयी छ, त्यसैले ऊ तिमीलाई पछ्याइरहेकी होला। उनले मलाई एउटा पुरानो मन्त्र र पूजा सामग्री दिने कसम खाइन्। मैले त्यो सामग्री लिएँ, तर मेरो मनमा शङ्का थियो कि यो काम गर्छ कि गर्दैन। त्यो रात मन्त्र पढ्न थाले। रातको 1 बजे मेरो कोठाको भित्तामा अनिताको तस्बिर आफै हल्लिन थाल्यो। सागर, तिमीले मलाई बिर्स्यौ, स्वरले भन्यो। अचानक भित्ताबाट एउटा हात बाहिर आयो। यो हातको छाला सडेको थियो र नमहरू लामो र कालो थिए। म तर्सिएर पछाडि हटेँ र हातले मेरो खुट्टा समात्यो। म चिच्याएँ, तर मेरो आवाज बाहिर निस्केन। भित्ता फुट्यो र भित्रबाट अनिताको शरीर देखियो। उनको अनुहार आधा जलेको थियो, आँखा खाली थिए र उनको हातमा एउटा चक्कु थियो। म अब घर छोड्ने मनसँगै थिएँ, तर रात परेपछि मलाई लाग्यो कि मलाई कुनै शक्तिले रोकेको छ। रातको 12 बजे मेरो कोठाको भुइँ हल्लिन थाल्यो। सागर,
तिमी मसँग आउनेछौ? अनिताको स्वरले भन्यो। भित्ताबाट रगत बग्न थाल्यो र कोठामा अनेक हातहरू बाहिर आउन थाले। मैले मन्त्र पढ्न खोजे तर कागज पानीले भिजेर पढ्न नसकिने भयो। अनिताको शरीर मेरो नजिक आउँदै थियो र उनले भनिन्, तिमी मेरो साथी हो, सधैँ मेरो साथमा रहनेछौ। म भाग्न खोजे तर मेरो खुट्टा जमिनमा चिप्लियो। अनिताले मलाई समातिन् र मलाई महसुस भयो कि मेरो शरीर चिसो हुँदै गइरहेको छ। कोठाको बत्ती बल्यो र मैले देखेँ कि अनिताको अनुहार मेरो अनुहारमा मिसिएको जस्तो थियो। म चिच्याएँ र मेरो चिच्याहाट घरभरि गुन्जियो। 5औं दिन म पुरै पागल जस्तो भइसकेको थिएँ। मैले प्रियङ्कालाई फोन गरेर सहयोग मागे तर फोनले काम गरेन। रातको 12 बजे मेरो कोठाको भुइँ फुट्यो र भित्रबाट एउटा ठूलो कालो खाल्डो देखियो। सागर, तिमी मसँग आउनुपर्छ, अनिताले भनिन्। खाल्डोले मलाई तानेर तल लैजान थाल्यो। म हातले भुइँ समाते तर मेरो शक्ति सकिसकेको थियो। भोलिपल्ट बिहान प्रियङ्का र रमेश मेरो घरमा पुग्दा कोठा रित्तो थियो। भित्तामा रगतले लेखिएको थियो, सागर मसँग छ। मेरो फोन, कपडा र एउटा जलेको तस्बिर मात्रै भेटियो। आज पनि त्यो कोठामा रातको 12 बजे अनिताको हाँसो र मेरो नाम बोलाउने आवाज सुनिन्छ। गाउँलेहरू भन्छन् सागर अब अनितासँगै छ र उनीहरूको आत्मा सधैँ यो घरमा बस्नेछ। यो कथा सुनेर तिमीलाई कस्तो लाग्यो? के तिमी सागरको ठाउँमा भएको भए अनिताको आत्मासँग लड्न सक्थ्यौ? कमेन्टमा आफ्नो डरलाग्दो अनुभव लेख्नुहोस् र यो कथा तिम्रा साथीहरूसँग शेयर गर्नुहोस्।